गाइज वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ उता टोकियोको स्काई ट्री घुम्न गएको थियौँ। त्यहाँ चाहिँ हेर न कस्तो राम्रो भर्याङहरू पनि क्या पुरा झिलिमिली गरेर आएको। झन् राति त झन् त्यो स्काई ट्री हेर्नु न कस्तो दामी देखेको। क्या दामी छैन त। सिटीहरू हेर्नु न कस्तो झिलिमिली पारेर राखिरहेको। यस्तो दामी लाइटिङ त्यहाँ हेर्नु न पुरा किसिमको छ। फेरि गाईको जिनहरू पनि धेरै आउने रहेछ। त्यहाँ चाहिँ होइन यस्तो सजाएर बत्तीहरू यस्तो राम्रो गरेर राखेको छ। हेर्नु न गाइजहरू यस्तो राम्रो। मान्छेहरूले चाहिँ के खाइरहेको थियो कि किनेर हेर्नु न के खाइरहेको हो हामीले चाहिँ थाहा भएन। यस्तो राम्रो मान्छेहरू पनि कति धेरै एकदम क्राउड थियो क्या। हेर्नु न यता लाइट छन् हेर्नु साइडबाट झन् यस्तो राम्रो लाइट के झिलिमिली क्या पुरै। हाम्रो नेपालमा तिहारा जस्तो छ नि त्योभन्दा डेन्जर लाइटहरू थियो कि त्यता चाहिँ। हेर्नु न ल यस्तो दामी खम्बाहरू पनि कस्तो के बनाइरहेको छ हेर्नु न ल यस्तो राम्रो छ। अब हिँड्न चाहिँ हामीलाई गाह्रो भयो भनेर हामी चाहिँ फेरि के उता लिफ्ट चढेर जाउँ अरे भनेर साथीले लिफ्टबाट गइरहेको छ होइन। माथिबाट एकचोटि भ्यू देखाइदिउँ साथीहरूलाई भयो पनि अरे भनेर। हेर्नु न ल कस्तो नाइट भ्यू पनि हेर्नु न टोकियो स्काई ट्रीबाट देख्ने भ्यूहरू कस्तो राम्रो छ होइन। क्या झिलमिल देखिन्छ नि टोकियो सहर क्या रमाइलो छ। फर्किँदै चाहिँ अब मेरो मोबाइल मैले नै भ्लग बनाउँछु भनेर मैले म आफै भ्लग बनाउन थालेँ। हेर्नु न ल म आफै बनाउन थालेँ। यसो म आफैले सँगै देखाउन थालेँ। हेर्नु न कस्तो राम्रो छ क्या झिलिमिली क्रिसमस एकदमै छाइरहेको छ है। यता जापानतिर चाहिँ क्रिसमस, नेपालतिर चाहिँ क्रिसमस कस्तो भइरहेको छ त अहिले गाइजहरू। ल हेर्नुहोस् त ल यति राम्रो छ नि है।